जस्तै हामीले चाहिँ यो इयरदेखि चाहिँ भैरव अर्याल स्ट्यान्डअप कमेडियन अफ द इयर भनेर गरेका थियौँ। अनि त्यसमा चाहिँ हामीले चाहिँ बेस्ट पर्फर्मिङ ओपन माइकमा बेस्ट पर्फर्मरलाई चाहिँ अडियन्सद्वारा तपाईँहरूले नै भोटिङ गर्ने र त्यो गरे बापत चाहिँ हामीले इन्ड अफ द इयर चाहिँ अवार्ड प्लस 1 लाख रुपियाँ चाहिँ दिने विचार तर समय अहिले यस्तो आयो कि होइन, तपाईँहरूले विशाल यादव चिन्नुहुन्छ होला है, मसजनले ढ्यान्डाडमा देख्नु भएको छ नि होइन, वान अफ द ढ्यान्डाड एन्ड फेम भनौँ न, इज ब्याडलिङ क्यान्सर है। त्यही भएर चाहिँ हामी यो जुन चाहिँ हामीले यो गरेको क्याम्पेन चाहिँ विल स्टप इट नाउ होइन, र त्यो एमाउन्ट चाहिँ हामी चाहिँ उसको ट्रिटमेन्टको लागि चाहिँ डोनेट गर्दैछौँ। र यसमा चाहिँ फ्रम द इन्टायर ह्याप्पी क्लब एन्ड द इन्टायर स्ट्यान्डअप कमेडियन टिम भनौँ न, हामी सबैजनाकोबाट हो। र यदि तपाईँहरू पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हामी यसमा चाहिँ उसको क्युआर कोड ब्याङ्क डिटेल्सहरू हालिदिन्छौँ होइन, तपाईँहरूले अलिकति केही डोनेट गर्न सक्नुहुन्छ भने गरिदिनु होला। बिकज हि इज नट ओन्ली फाइटिङ क्यान्सर, हि इज अल्सो फाइटिङ फाइनेन्सियल्ली होइन। र यदि कसैले गर्न सकिँदैन भने पनि इट्स फाइन, तर अलिकति वर्ड अफ माउथ गरिदिनु भयो, सेयर गरिदिनु भयो भने इट माइट बी भेरी हेल्पफुल। र आई एम सो सरी टु इन दिस सेसन इन दिस note, but we had to